हस्तान्तरण गरिदिनु, हामी त्यसलाई हेर्छौँ। त्यसपछि राष्ट्रिय क्रिकेट परिषदलाई हामीले वार्षिक रूपमा दिनुपर्ने जे जति पनि छ अमाउन्टहरू हामी पे गर्छौँ भन्ने लाग्दाखेरि सायद अहिले क्रिकेट सङ्घ अन्तर्गतको हाम्रो 45वटा जिल्ला छन्। ती 45 जिल्लाहरूमध्ये स्पेसली तराईहरूतिर त ग्राउन्डको अनएभाइलेबिलिटी भन्ने हुँदैन। त्यसैले ती ग्राउन्डहरूलाई चाहिँ सम्बन्धित जिल्लाले नै हेर्ने एउटा वातावरण सिर्जना गर्नुपर्ने छ र आशा गरौँ अब भर्खरै चुनावी माहौलबाट हामी नयाँ भनौँ न एउटा संरचना नयाँ पार्टीले नेतृत्व गरिराख्दाखेरि चाहिँ अब हामीले पहल गर्ने पहिलेदेखि नै सरकारलाई हो। अब सरकारले एउटा नीतिगत हिसाबले कस्तो खालको पहल गरेर कि सम्बन्धित खेल क्षेत्रको भनौँ न अब कबड्डी हो भने कि ब्याडमिन्टनको हुनु पऱ्यो या बक्सिङको हुनु पऱ्यो या बास्केटबलको हुनु पऱ्यो, फुटबल ग्राउन्ड हो भने फुटबल सङ्घले हेर्नु पऱ्यो, किनकि हामीसँग स्थानीय निकायहरू त छन्, सम्बन्धित जिल्लाहरू पनि छन् र अहिलेको लागि चाहिँ यो जिल्ला एउटा बलियो इतिहास बोकेको जिल्ला हो। अब त्यहाँ आज अब यो ग्राउन्डलाई चाहिँ भविष्यमा पूर्वाधारको लागि क्रिकेटसँगबाट हामी पहल गरि नै हाल्छौँ, तर सम्बन्धित निकायले नै जिल्लाले नै हेर्ने एउटा वातावरण सिर्जना गरिदिने हो भने त्यसपछि एक्टिभली जिल्लाहरू पनि लागेर धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने माहौल हुन्छ र बिस्तारै जति ठुलो प्रतियोगिताहरू बढ्दै गयो ध्यान आकर्षण बढ्दै जाने हो। अब राज्यले सबै ठाउँमा स्टेडियम बनाउनु पनि सक्दैन, राज्यको भनौँ न अब जिम्मेवारी धेरै छ, तर सायद 7वटा प्रदेशमध्ये हरेक प्रदेशमा एउटा इन्टरनेसनल ग्राउन्ड बनाउनुपर्छ भन्ने कुरा हामी लागिरहेको छौँ। यो आफैमा एउटा बलियो प्रदेश पनि हो क्रिकेटको हिसाबले। सो यो सबै कुरा जोडेर हेर्दाखेरि चाहिँ आशा गरौँ स्थानीय तहबाट जुन सपोर्ट अहिले यो प्रतियोगितालाई भएको छ यसलाई अझ ठुलो रूप लिनको लागि भविष्यमा क्रिकेट सङ्घबाट गर्नुपर्ने पहल हामी गर्न नै हाल्छौँ। तर अब नीतिगत हिसाबले नै एउटा पोलिसी लेभलबाट नै परिवर्तन आउने हो भने मलाई लाग्छ त्यसपछि धेरै कुराहरू आफै अटो रनमा नै चल्नेछ। म अन्तिम प्रश्न अलिकता याद गरेँ, जस्तो बालेन युवा प्रधानमन्त्री हुँदै हुनुहुन्छ होइन, अब बालेन प्रधानमन्त्री भइसकेपछि क्रिकेट विकासले गति लिने कुरामा तपाईँ कतिको विश्वास गर्नुहुन्छ? सर्वप्रथम त अब देश बन्नको लागि सबभन्दा महत्त्वपूर्ण भूमिका हामी आम नागरिक हो। हामीले जहिले पनि भनौँ नेतृत्वलाई हामीले राम्रो गरेमा क्रेडिट, नराम्रो गरेमा भनौँ न दोष लगाउने हाम्रो एउटा जुन संस्कार छ, मलाई लाग्छ त्यो नेतृत्व पनि जनताले छानेको हो। आज अब नयाँ नेतृत्वमा आइराख्दाखेरि बालेन्द्रजी अब भनौँ न हाम्रो अब आगामी भावी प्रधानमन्त्रीज्यू पनि हुनुहुन्छ, र मलाई लाग्छ उहाँहरू लगायत उहाँहरूको भनौँ न सरकार जब गठन हुन्छ अब उहाँहरूसँग समन्वय गरेर अब खेलकुद क्षेत्रमा स्पेसली हामीले अलिकति नीतिगत हिसाबले लगानी चाहिँ अलिकति बढाउनु पर्ने छ। फरेन इन्भेस्टमेन्ट पोलिसिजहरू अलिकति बलियो बनाउनुपर्छ। हामीले नेपाल प्रिमियर लिग आयोजना गरिराख्दाखेरि पनि हाम्रो 8वटा फ्रेन्चाइज हुन्छ प्रतियोगिता आयोजकहरूलाई त्यो कार्यान्वयन गराउन कति कागजी झन्झटहरू पनि छ होइन, प्रक्रिया अलिकति अप्ठ्यारो नै छ। त्यसरी अहिले उहाँ प्रधानमन्त्री भइराख्दाखेरि खेलकुद क्षेत्रलाई सम्पर्कमा उहाँले माया गरिराख्नु भएकै छ। अब एउटा युवा नेतृत्व आइसकेपछि उहाँले आफ्नो क्याबिनेट या मन्त्रालय जसले हाँक्नुहुन्छ सम्बन्धित मन्त्रालयले एउटा पोलिसी लेभलको लागि चाहिँ मलाई लाग्छ क्रिकेट, फुटबल लगायत सबै हाम्रो एउटा समन्वय गरेर